अहिले चाहिँ म ठ्याक्कै तेर्से भञ्ज्याङको यहाँ गोठमा आएको छु। अस्ति पनि मैले यहीँनिर आएर भिडियो बनाएको थिएँ। अहिले गोठहरू एकदम खाली छ। अस्ति पानी आएको समयमा आएको थियौँ अनि एकदम चौरहरू हरियाली थियो। अहिले त्यस्तो छैन, उहाँ पारि एकदम मजाले खस्से गरेको झरनाहरू देखिरहेको थियो। अहिले त्यो सब केही छैन, जुका पनि छैन, केही छैन। अनि त्यो माथि कुहिरोले ढाक्दै गरेको भनेको सिदिङमा भयो, यता तलतिर यो पाथी घोप्टेको जस्तो भनेको चाहिँ तिब्रे भयो। अनि यता वरिपरि यस्तो दृश्य एकदम राम्रो देखिरहेछ, कुहिरोहरू मजाले निस्किरहेछ। अनि यतापट्टि भनेको चाहिँ मेरो देब्रेपट्टि चाहिँ यो कुहिरो भएको पट्टि चाहिँ ढङढङे झरनाहरू यतै पर्छ र यस्तो देखिरहेछ आजको सिन चाहिँ यहाँबाट। अनि माथि चाहिँ मजाले देखिने थियो, तर अहिले चाहिँ कुहिरोले ढाक्दै आउँदैछ र आज यताबाट चाहिँ मजाले घाम लागिरहेको छ अनि कति दृश्य राम्रो देखिरहेछ। यस्तो चाहिँ यतापट्टि टक्कै हामी जाँदै गरेकै पर कुहिरो देखिएको तिर फेरि जाँदैछौँ।